इन्कम छैन त्यसपछि एउटा राम्रो जागिर खोजेर खान त तेरो रेगुलर इन्कम पनि हुन्छ जागिर खानु भनेको अरूलाई मालिक बनाउनु हो मेरो मालिक म आफै हो तेरो उमेर त भयो त अब बिहे गर्ने होइन बाबु बिहे मान्छेले गर्ने हो उमेरले होइन साउकै छोरी ताकिछस् अझै फेरि बाउ केटी माग्न जाऊ चाहिँ नमन जात पनि उल्टो पर्छ छोरी दिन्न त्यसले अनि दियो भने चाहिँ मगर कि छोरी घरमा हुल्दिन भन्ने होला नि फेरि त्यस्तो कहाँ हुन्छु म एभ्रिथिङ फेयर इन लभ बाबु नेपालीमा यसको मिनिङ भन त अङ्ग्रेजीमा पढाइदिएपछि नेपालीमा किन चाह तँलाई ओइ केटो गरेर बस्छ जस्तो बाटो किरा फटङ्ग्रा गफ सुनेको अनि भाइको नाम नेपाली कि अङ्ग्रेजीमा जेमा भने पनि हुन्छ म मिलाएर लेखिदिउँला नि नेपालीमा कुमार अङ्ग्रेजी भन्दै मार्जिन दाइको नाम मैले कन्फ्युज उहाँको म थर भनिदिउँ कि नाम भनिदिउँ जे भनिदिनु त एउटा थर भनिदिउँ अधिकारी त्यसपछि कन्फ्युज भयो दाजु नाम चाहिँ मेरै नाम दाइको नाम हो दाइको नाम बिर्सिन अहिले थोरै पानी पिउन मिल्छ होला इफ यु डोन्ट माइन्ड देना है कमली तेरो पानी यता कतै बाइक बनाउने ग्यारेज छैन आफै मिस्त्री जस्तो चाहिँ किन चाहियो होला ग्यारेज यो रुखको हाँगाहरू किन पलाउँछ थाहा छ साथी हो किन पलाउँदो रहेछ मान्छे झुन्डेर मर्नलाई तेरो घरमा चेलीबेटी छ कि छैन छैन त्यही भएर बिग्रेको त अनि अरूको चेलीबेटीको माया लाग्दैन लाग्छ कहाँ लाग्छ चाकमा फेरि सुतिराख्या भागलाई त टर्चर नदे केडाहरू जङ्गी सबै डेन्जर छ पिकु पिकु